दिनभरको व्यस्ततापछि मेरो छोरालाई यसरी ग्रमाएर खेलेको हेर्न पाउँदा नै मन खुसी हुन्छ। ऊ आफ्नो खेलमा व्यस्त हुँदै गर्दा म चाहिँ भान्सामा आज खाना बनाउन लागेँ। आज बनाउँदैछु हाम्रो मनपर्ने नेपाली थुक्पा। ये मेरो छोराले राम्रोसँग खाइदिने हुनाले चाहिँ मलाई पकाउन पनि रमाइलो लाग्छ। ऊ चाहिँ गाडी उसलाई खेल्न असाध्यै मनपर्छ। अनि त्यसपछि ऊ गाडी खेल्छ अनि आमा भन्छ, जम्प गर्छ, उफ्रिन्छ अनि खाना खाएपछि एकछिन सुत्छ। त्यसपछि उठेपछि चाहिँ उसले केक खान लाग्यो। उसलाई केक खानु पर्यो अरे साथीहरू। गुलियो त दिन नहुने हो, त्यही पनि अलिअलि दिन्छु म। अब म बनाउन लागेँ थुक्पा। थोरै तरकारी, नुडल्स अनि नेपाली स्वाद अनि घरै बनाएको थुक्पाले स्वाद नै, घरै बनाएको थुक्पा स्वादै अर्कै हुन्छ। त्यही भएर तातो तातो थुक्पा तयार गर्दैछु। देखिहाल्नुभयो होला, प्याज काटेर यता थुक्पा बोइल गर्न हालिहालेँ। अनि त्यसपछि चाहिँ अलिअलि मसला हालेँ। किन भन्दाखेरि मैले ब्रोकोली हाल्छु, किन भन्दा बच्चाले हरियो अलिकति सागपात, नुडल्सको नाममा चाहिँ त्यो हरियो सागपात पनि खान्छ भनेर ब्रोकोली हाल्छु मैले। अनि त्यसमा चाहिँ अलिअलि मसला, आफूले घरमा बनाएको मसला हालेर अलिअलि प्याज भुटेर अलिअलि त्यसमा चाहिँ काटेको टमाटर पनि हालेर अनि त्यसलाई चलाउँदै गर्छु। अनि अघि त्यो बोइल गरेको थुक्पा चाहिँ मैले नछानिकन सिधै उसमा हाल्छु, त्यो अघि रहेको तरकारीमा हाल्छु। अनि एकछिन चलचुल गरेपछि त उत्तिखेरै तयार हुन्छ हाम्रो तातो तातो थुक्पा। छोराको खेल, आमाले भान्साको काम गरेको हेरेर ऊ पनि मजाले बसिरहेको थियो। अनि आफूले काम गर्ने अनि परिवारसँग समय बिताउने र यस्तै सानो सानो पल नै मेरो लागि चाहिँ सबभन्दा विशेष हो। सधैँ साधारण दिन पनि मेरो लागि एकदमै खुसीको दिन हुन्छ र खुसी लुकेको हुन्छ मेरो लागि। साथीहरू धन्यवाद मेरो भिडियो हेरिदिएकोमा। मिठो त खै मिठै भयो होला, म त्यति राम्रो पकाउन त जान्दिनँ। त्यही पनि ल हेर्नुहोस्, मैले बनाएको थुक्पा तयार भयो साथीहरू। ल अहिलेलाई यति नै।